ल हाम्रो यहाँ सुत्ने बेडहरू तयार गर्दैछौँ हामी मिलेर। डबल बेड कोही तल क्लिनिङमा हुनुहुन्छ हाम्रो साथीहरू। यस्तो रुम त यार हाम्रो नेपालमा नेताहरूको मात्रै हुन्छ हौ। हामी यहाँ काम गर्नु यस्तो रुम पाएको छ। बाहिर यस्तो नेचुरल पुरा ग्रिन उस छ, भ्यू है, गार्डन पनि छ। हाम्रो साउन्डहरू फिटिङ भइरहेको छ, हामी बस्ने रुम। यताउता हाम्रो चेलीहरूको लागि उता रुम छ। हामी हाम्रो रुममा आएको छौँ, हाम्रो अपार्टमेन्ट। हाम्रो यहाँ साथीहरूले हाम्रो बेडको लागि महँगो बेड बनाउँदैछौँ, बेडको लागि सामानहरू ल्याउँदैछौँ। हाम्रो यता टोइलेट बाथरुमको एरिया, रेस्टरुम त्यो छ है गाइज। हाम्रो यता चेन्जिङ रुम पनि छ। यता चाहिँ चेन्जिङ रुम, ड्रेसिङ रुम हो। यता प्रितु बहिनीले यहाँ क्लिन गर्दैछन्। यता यस्तो छ। उता पनि अर्को रुम पनि हाम्रै लागि हो। तल किचन डाइनिङहरू अलि देखाउँला। यता अर्को रुम यो। यता हाम्रो चेलीहरूको लागि रुम, चेलीहरूको लागि यो रेस्टरुम। साउन्डको लागि यो हाम्रो किचन डाइनिङ, हाम्रो यो डाइनिङ हल, लिभिङ हल भन्दा नि हुन्छ। यता हाम्रो किचन, हाम्रो यहाँ टिमहरूले क्लिन गर्दै हुनुहुन्छ। यता हाम्रो डाइनिङ टेबल, यता हाम्रो लागि खाना पकाउनलाई किचन छ। हाँसौटे यस्तो त हाम्रो नेपालमा नेताहरू मात्रै हुन्छ कि है। यस हाम्रो समीरजी केही शब्द जाओस् न। एकदम सरसफाइ चलिरहेछ हाम्रो पृथ्वीजीलाई यो चाहिँ हाम्रो घरको लागि सरसफाइ चलिरहेछ। ल है त हाम्रो एउटा बेड रेडी भइसकेको थियो माथि। एउटा मात्र भयो बल्ल त्यो सेटिङ मिलाउँदा दिमाग। ल हाम्रो यहाँ सुत्ने बेडहरू तयार गर्दैछौँ हामी मिलेर। हामी हाम्रो रुममा आएको छौँ। यो हाम्रो किचन डाइनिङ।